के गर्ने यसो क्याफेको लागि सपिङ आएको अलि ढिला भयो आन्टी मलाई यो 2 मुठा हालिदिनु अलि राम्रो हालिदिनु ल नअहिलेको एउटा हालिदिनु अलि नअहिलेको हेरेर हालिदिनु आन्टी चाइनिज साग किमोनो रसको लागि चाइनिज साग यहाँ राख्नु आन्टी मैले हालिदिन्छु अब यता घिउ सिमी बहिनी खै यो हालिदिनु त ल 1 किलो के छान्नुपर्छ यो बानी छैन अब खै मलाई त छान्न आउँदैन के हो यसो राम्रो मिलाएर हालिदिनु त बहिनी यो 1 किलो हाल्नु त हजुर आलु ला मसँग ब्यागै छैन यार ल ठिकै छ म ट्राई गर्छु ल ल ल एक धार नि ल 1 किलो हालिदिनु बहिनी मलाई पनि घिउ सिमी 1 किलो साग यो खुर्सानी पिरो हुन्छ बहिनी खुर्सानी त छ अहिले पर्दैन टोफु छ तपाईँकोमा ल ठिकै छ ओके चाहिँ हालिदिउँ तरकारीबाट है गाई त्यो धुमारै भन्छ यिनीहरूलाई धुमारै के भन्छ धुमारे तरकारीबाट कालीमाटी जानै परेन नि यहाँ बब्बाल छ ल जे चाहियो पनि पाउँछ है सब भेजिटेरियन तरकारीहरू भेजिटेबल हरेक डेरी सेरी साग होइन गाइस ल यो चाहिँ टोफु केमा हालिदिने किमान रसमा हल्का कस्टमरहरूलाई मिठो बनाउनको लागि होइन अनि यसलाई के भन्छ अरे बाबु कुरिलो कसरी खाने यार यो हेर्दै यस्तो डाँडो सुप छ सुप बनाएर यसको सुप खाने हो यस्तै पाउँछ है हाम्रो धुमराईको कुरिलो र टोफुको धन्यवाद टोफु गाजर कहाँ छ यार गाजर कता छ यार यहाँ होस् है भाइ एकछिन गाजर हेर्नु पऱ्यो गाजर कति हो नानु यो गाजर किलोको यस्तै हो गाजर पनि कस्तो देखेको हेर्दै कस्तो ठुलो यार गाजर निगुरो नखाउँ मलाई कुचो करेला ठिक त ठिकै हुन्छ फ्राई गरेर टक्क लाएर स्लाइस गरेर काट्ने होइन तिते करेला चाहिँ न त यतिको पाउँदा तितो हुँदो रहेछ स्लाइस गरेर राख्ने स्लाइस गर्ने हल्का नुन छरेर अनि टक्क लाएर सब निचारेर अनि टक्क फ्राई गरेर खाँदा त भातसँग आहा गजब यो कसको हो अब आलु हन्टिङ जानु पर्यो आलु हन्टिङ ओ के हो अँध्यारो छ त तल त्यहाँ तल चाहिँ आलु हन्टिङ माथि चाहिँ अन्धकारै रहेछ यार यहाँ त कहाँ छ तरकारी बजार यहाँ पनि अब बटर बत्ती सत्ती हालेर सटरै दिनेको होला नि तर सटर बुक हाल्नुपर्छ क्या हो तरकारी बुक हाल्नुपर्छ खै क्याफेलाई चाहिँ टाइम दिनुसकेको छ आलु कति छ धानीको आन्टी ए कसको हो त खै त आन्टी यहाँ मान्छे छैन
आलु हन्टिङ बाथरुम जानु भएको छ अरे साउजी। कति होला आन्टी आलु धार्नीको? मिलाएर राम्रो लिएर आउनु भन्छ। तपाईँ बजार गुम्बालाई चक्रवत हाइवे वारी र पारी हेब्बी ठुलो रहेछ। बा उनीहरू के त्यो फर्सी हो क्या यत्रो यत्रो ठुलो? फर्सी हो त त्यो? फर्सी हो त्यत्रो ठुल्ठुलो? ए कुपिन्ना रे? बा कत्रो कत्रो साइज क्या आम्मो होइन है गाई। धार्नी एक धार्नीमा कति? एक ढक हो? एक ढक भने कति? ए ए ए ए एक धार्नी मात्रै गाई। अब यही हो है गाई। आलु हन्टिङ आलु चाहिँ यस्तो रहेछ है। 2 थरी आलु हो? यति चाहिँ होला होइन? ए गोलो र लाम्चो आलु हन्टिङ। ल एक धार्नी कति हुन्छ आफूलाई थाहा पनि छैन। नाप्दैछ दाइले। ओहो प्याज कति छ दाइ? ल गाइस आलु पनि लियो एउटा झोला दाइ एक्स्ट्रा बाइकमा हाल्न। यो ब्याग लिएर बेलामा अर्डर थोरै भयो। आज ब्याग नलिकन आएको अर्डर धेरै भयो। ल धन्यवाद दाइ। आलु हन्टिङ भयो गाइस। अब फेरि माथि के हन्टिङ गाजर हन्टिङ जानु पर्ला। पसलको लागि सपिङ काफेको पासपोर्ट धनिया यो बेगन भेन्टा होइन यो डल्लो हुन्छ भेन्टा। गाजर मैले कहाँ हेरेको थिएँ? गाजर कहाँ देखायो? 30 रुपियाँको हालिदिनु आन्टी म आउँछु। गाजर हन्टिङ कहीँ 40 रुपियाँ हुन्छ गाजर, कहीँ 60 रुपियाँ हुन्छ। ताजा के कति हो गाजर? किनभने गाजर छान्दै गरेको अवस्था है। अब के गर्ने गाजर लिनु पर्यो। किलो गाजर कति अट्ला भाइ 1 किलोमा? भाइ दादा है जोख्नै पर्यो। तर अन्दाज त हुन्छ नि त यतिमा 1 किलो पुग्छ भनेर। ओहो के हो त यो गाजर त युनिक रहेछ त नि। यहाँ एउटा यो पनि हालिदिउँ जान्नु पर्यो के अब कस्तो भयो थाहा छैन। मर्दैन यत्रो? 3टा झोला छ दाममा 2टा धनिया पनि एउटा बोक अगाडि कार्टुनमा प्याक गरिदिनु न। कसको कार्टुन भन्नु एउटा कार्टुन हाल्नु कहाँ जाँदा म कार्टुन सरको बाइकमा भयो होला होइन सरको बाइक आज धुन पाउँछु कि बढी भयो क्या हो? सौजी हाम्रो तरकारी ल गाइस है गाजर सपिङ पनि भयो। अब नेक्स्ट अब छैन पुग्यो अब
टोफू लिइहाल्यो गाजर धनियाँ आलु होइन अक्रम बक्रम समथिङ ल तरकारीबाट मगायो तरकारी चाहियो कसैलाई पनि मेरो धनियाँ भयो आन्टी लगाए सपिङ सक्यो है यति आज चाहिँ यति सबै सामान लिएँ होइन यति सामानमा अब कति पैसा खर्च भयो अब त्यो चाहिँ नभनौँ होइन खर्च चाहिँ गजबले हुँदो रहेछ पहिला यस्तो तरकारी ल्याउँदाखेरि त्यत्रो महँगो पर्छ भनेर भन्थेँ मैले लिएर आउनेलाई पछि आफू गएर 1000 रुपियाँ लिएर तरकारी किन्न निस्केको सामान त्यति एक झोला भएको छैन 5 रुपियाँ त आउँछ 1000 रुपियाँमा ओहो ल तरकारी खान चाहिँ नसक्नु भएछ नि काठमाडौँ नेपालमा भनेर दङ्गै परेँ म ल है त अब पछि भेटौँला